and namaste to you all. Welcome to Raikalpana सानो channel. चाहिँ खाइसकिसक्यो खाऊ ल खाऊ आज चाहिँ हामी ढेँडो भात अनि यहाँ मासुसँग मुकबाङ भिडियो बनाउन आँटेको छ। यति भन्दै हामी चाहिँ स्टार्ट गर्न थाल्छौँ ल। खाऊ खाऊ मेरो सानो अघि खाइसकिसक्यो आमै ढिलो त कति खाऊ फर्स्ट बाइट गाइस। ल है खाऊ है खाऊ भिडियो भिडियो बनायो भने मेरो बाबाले धेरै ढिलो खान्छ मान्छे भन्दा ठुलो ड्रिङ्कमा चाहिँ मासु ढिँडो खाने खाइसकेन भने म ल खानु खानु बिस्तारै खानु ढिँडो लोकल कुखुरा मेरो ल ल खाऊ न खाऊ न एकदम मिठो भएर खा गाइस। ढेँडो ढिँडो कोदोको पिठो थोरै भयो आँटा मिसाएको अलिक कहाँबाट ल्याउनु कोदोको पिठो त अस्ति नै कस्तो छ ए सुप लगाइदिनु माम पनि खानु अनि ऊ पनि खानु ढिँडो पनि खानु तिम्रो फेभरेट होइन ढिँडो ल खानु रहर कुरा गरेर भिडियो बनाउने हुन्छ खालि रहर कुरा सबैजनाले सब्सक्राइब लाइक कमेन्ट अनि सेयर गरिदिनु होला है। तेरो बाबालाई पनि देखाउनु पर्ने लाइक पनि गरिदिनुहोस्। होला मकै गरेर ढिँडो हुन्थ्यो त्यो बारीले त्यस्तै मकैको फेदमा र सिस्नुको पर्नाको यो डल्फिन त कति खाएर गयो खान्छ त्यसो खानु न कसैले खानु भएन म मात्र खाइदिएर त्यो माला खाँदा हो किन दिउँसो गर्छु सानोको डल्फिनले पनि यहाँ यता मान्छे भएर यहाँ त जिउ खाइसक्छ अरे खाइसकेन भने म यहाँ सुन्नु ठुलो मान्छेको कुरा मासु खाउँछ नि लोकलको मासु साह्रो साह्रो भयो मम्मी साह्रो साह्रो मासु ल्याएछ बिस्तारै खानुहोस् न त्यसरी खाऊ सानो पारिदिउँ त म